त्यो चाहिँ तै हो सर कस्तो अब मम्मी आएपछि केक काट्ने हेलो एभ्रिवान वेलकम टु माई च्यानल। अनि अरू बेला चाहिँ सधैँ म फुडको भ्लग लिएर आउँथेँ, फुडवाला कन्टेन्ट लिएर आउँथेँ भने आज चाहिँ आइसकेको छु म नयाँ भ्लग लिएर हजुरहरू सामु। अनि यो भ्लग चाहिँ हुनेवाला छ सरप्राइज म्यारेज एनिभर्सरी भ्लग। हाम्रो मम्मी बाबाको चाहिँ एनिभर्सरी हो आज। अनि मम्मीलाई हामीले कसैले विस पनि गरेको छैनौँ। हो कस्तो गाह्रो देखेको। अनि हामीले चाहिँ अहिले कति बजिसक्यो 9 बज्न आँटिसक्यो। अझसम्म हामीले कसैले पनि विस गरेको छैनौँ। तिनैजनाले, अरू त कसले गर्छ होइन, म बुनु भाइ तिनैजनाले गरेको छैनौँ। अरू बेला जहिले गर्थ्यौँ पनि। अनि अब सरप्राइज छ, त्यही भएर अहिले फोन गरेको थिएँ मैले के गर्दै हुनुहुन्छ भनेर। मम्मी चाहिँ खेतला जाने अरे परमा तिर्नको लागि। ठिकै छ, मम्मी उता जाउँदैछन्, मलाई गएर पकाउन पनि टाइम मिल्छ भनेर। अनि ल ल हुन्छ भने आन्टी हामी आउँदैछौँ होइन। आन्टी वी आर कमिङ। ल तर भुत्त के भयो फेरि। ल सिधा हेरेर कुदाउ न। नमस्ते। सो हामी चाहिँ अहिले टक्कसँगले माइती घरमा अवतार। सो हामी चाहिँ आइसकेको छौँ। अनि यहाँ हुनुहुन्छ आमा। आमा त्यो चाहिँ तै हो सर सो अब चाहिँ मम्मीहरू रेडीले त देखिसक्नु भयो हामीलाई, तर केही पनि आइडिया छैन। अब हामी आफ्नो गन्तव्यतिर लाग्छौँ है। सो एभ्रिवान बुनुहरू चाहिँ गइसक्यो। बुनु र भाइ चाहिँ केक अनि के चामलहरू लिनको लागि। अनि मम्मी आउन्जेलसम्म 1 बजीसम्म पकाइसकौँ भन्ने सोचेको थियो, तर सम्भव नै छैन। 12 बजेर 1 मिनट गयो। अनि 12 बजेर 1 मिनट गइसकिसक्यो, तर अहिले पनि उनीहरू गेब्रे जाँदैछन् भर्खर पुगेको पनि छैनन्। अनि आएर कति बेला भर्खर खाना खानुभएको रहेछ। फेरि डेडीहरूले धन्दा गरेर कति बेला पकाउने हो मलाई केही पनि थाहा छैन। अब बुनु भाडामा छिन् अनि नानी हेर्छन् अनि म पकाउँछु। हेरौँ 1 बजीसम्म मम्मी आउँदैसम्म पकाइसकिन्छ कि सकिँदैन देखेंगे है। के खानु पर्छ मामा घरको ह्याप्पी एनिभर्सरी भन्छौ। ल उफ वाक्क लाग्यो, कोहीसँग मान्दैन फेरि। ल अझै हजुरबाले चाहिँ खानु नै भएको रहेछ। अनि यहाँ टक्क आमाले ढिँडो पकाइदिँदै हुनुहुन्छ। हजुरबा हजुरबा चाहिँ ढिँडो खानको लागि। सो आइसक्यो बुनुहरू चाहिँ। अब यो म फुलाउँछु, यो फुलाउँछु म। बुनुहरू आइसकिसकेँ अब। अनि अरू कुरा गर्ने, बुनले नानीलाई खुवाउँदैछिन्, म यता छु किचनमा। उफ प्याज रहेन रहेछ होइन। अब यो खसीको मासु कस्तो हुन्छ उड्नु, तर थाहा थिएन नि त, प्रि प्लान थिएन। अनि त्यही भएर हो साथीहरू, हाम्रो त प्लान यो घरमा सेलिब्रेट गर्ने पनि थिएन। वास्तवमा चाहिँ क्याफेतिर गर्ने भनेको थियौँ नि, एउटा चर्चित भन न चर्चित क्याफेतिर कतै गरौँ। एउटा क्याफेतिर कस्तो क्याफेतिर भनेर गरेको थियो, तर मिलेन, कुरो मिलेन, केही पनि मिलेन। अनि तीमाथि हामी चाहिँ हस्पिटलबाट हिजो भर्खर एडमिट भएको। अनि आज फेरि यता कुदिहालेको हस्पिटलबाट होइन। अनि कुदिहाल्यौँ यतै। अब के गर्नु, माइतै प्यारो हुँदो रहेछ त छोरी मान्छेको जिन्दगीमा। ठिकै छ जस्तो हुन्छ। मम्मी आउने बेला भइसकिसक्यो, भ्याइँदैन होला। एउटा मस आगोसँग खेल्ने ऊ चाहिँ एभ्रिवान। अब भ्लग भनेको कस्तो हुन्छ हामीलाई केही पनि थाहा छैन होइन। जस्तो आउँछौँ त्यस्तै क्लिपहरू बनाइरहेको छौँ। केही गल्ती भए माफी पाऊँ। बुनु मसला कहाँ राख्यौ? मसला 1 बज्न 3 मिनट बाँकी छ। अहिलेसम्ममा मासु मात्र पाएको, त्यो पनि खसीको मात्रै। के भन्नु छ, उहाँ फेरि स्टन्ट गरेर देश भन्छ, स्टन्ट गरेर बस्न खतम हुन्छ।
के अहिले छैन हामीलाई अब के गर्ने केही पाकेन के हो त केक काट्ने खाने त्यो भरे पकाएर उयो गरौँ होइन पकायो आफू आफू खायो चल्यो अब मम्मी आएपछि केक काट्ने त्यति हो अहिलेसम्मको प्लान के थिएन फर्स्ट टाइम सरप्राइज 1:08 गइसक्यो पर हो यो त्यहाँ हुनुहुन्छ क्या मम्मीहरू त सेतो सेतो देखिएको छ नि हो त्यहाँ टाइम हेर्नु भएको छैन कि किन हो गरेको गरे हुनुहुन्छ बिउ उखालेको उखाले we don't know मासमा सिटी लाग्न आएर हो गाइज मासमा सिटी लाग्न आएर सिटी कति बज्यो अरे 31:40 भइसक्यो मम्मीहरूको चाहिँ पुरै मेलोबाट निस्किने एकदम केही टुङ्गै छैन हल्लिनु पनि भएको छैन अनि मासु पाकिसक्यो खसीको सेकेन्ड अपडेट भनेको अब यहाँ कुखुराको पकाउँदैछु लगभग मम्मी आउँदा आउँदा सब पाक्ने रहेछ प्राउन फ्राई हालेको छ होइन 2 छक पाकिहाल्यो अब मम्मी आउँदा आउँदा यो पाकिहाल्छ बसाइहालेँ अरू के बनाउनु छ त्यो पुलाउ बनाउने होइन अब त्यो पुलाउको लागि रेडी गर्दा आउँदा ठिकै लगभग मम्मी आउँदा हुने रहेछ केक काट्ने अनि खुवाउने अनि पठाउने ड्याडी आउनु भएन त मम्मी कसको मेला जानुभएको हौ उठे ए उठ्नु नै भएको छैन 2 बज्न आँटा मेरो आज के हो कस्तो के थाहा हौ केही त होला नि त खाने छैन के चाहिँ होला जस्तो लाग्यो भन्नु त दिन्छु कि त अब के चाहिँ हो त केही जस्तो पनि लागेन तपाईँलाई बिहे गऱ्यो छोराछोरी जन्मायो हुर्कायो पढायो होइन बाबुआमा भइसकेपछि त्यतिमै जाने रहेछ क्या आफ्नो न बर्थडे याद हुन्छ न के अरे न बर्थडे हुन्छ न एनिभर्सरी केही याद हुँदैन 24 घन्टा कामबाट कहिले फुर्सद हुन्ला भन्नु पर्दैन कति धेरै काम कति धेरै क्या काममै सबै कुरा समर्पित फुर्सद हुन्छ आफ्नो लागि सोच्ने टाइमै छैन होइन यहाँ चाहिँ हजुरबा हुनुहुन्छ धेरै उपर मकै छोड्याउँदै हुनुहुन्छ न्यु स्टाइलमा आधुनिक हेर्दै हुनुहुन्छ के गर्दैछ यसले के हो किन भन्दै सोच्दै हुनुहुन्छ तर हामी भनेको छैन फेरि आउनु नै हुन्न त आज 1 बजे मेलो छोड्ने बेला हो मम्मी 1 बज्यो मम्मी टुङ्गो छैन गाइज के उठ्नु भयो फेरि कोही देख्दिनँ निम्रेर गर्ने हो कि कपडा राखेको सेतो छ अरू 2 जना चाहिँ मैले उठेर गएको देखेँ क्या आउँदै हुनुहुन्छ कि वी डोन्ट नो अबाउट इट मम्मी आउँदै हुन्छ होइन तिमी ड्याडी त्यहाँ मकै छोड्याउँदै हुनुहुन्छ अनि ड्याडीलाई यहाँसम्म पुर्याऊ होइन कलसम्म अनि मम्मी र ड्याडी सँगै आउनु हुन्छ सँगै आउनु तपाईँ त केही नभन ड्याडी ठिक्क तानेर लग अनि सँगै लिएर आऊ ल Happy marriage anniversary! Happy marriage anniversary! त निकाल्नु न टाउको बाइकमा आएको नि हामीले गऱ्यौँ भोलिपछि यो ब्लग हेर्नु अनि तिमीले पनि हामीलाई यसरी नै सरप्राइज दिनु ल हामी तिम्रो बर्थडेको सरप्राइज प्लान गरिरहेको हुन्छौँ अनि तिमी चाहिँ हामीले एनिभर्सरीको ल भन्नु एकै दिन त पलेको छ नि ल नाइ यता हेर ओके मामु भन अब अहिलेको शुभ मुहुर्तमा हामी केक काट्न गइरहेको छौँ हामी फेरि एउटै क्यान्डलले एउटा बर्थडे अर्को एनिभर्सरी अब अपकमिङ पनि बाँकी नै छ सब भ्याइदिन्छौँ Yes. Look guys. Daddy, त्यहाँ उभिनु त अनि के त सँगै फुक्नु त फुक्नु न
फु गरेर निभाउनु न क्यान्डल ह्याप्पी म्यारेज एनिभर्सरी उता छुट्टै बिजोग छ पर्दैन त बाल्न ल एकअर्कालाई खुवाइदिनु ल ए फाइट पर्छ जस्तो छ तान्नु त मैले सकिनँ कत्रो खुवाइदिनु र मम्मीलाई ल जिस्किकन ल खुवाइदिनु र मम्मी कत्रो हामीलाई लाग्छ नयाँ वर्ष भनेपछि नयाँ वर्ष गाँठको शुभकामना छ दुवैजनालाई सधैँ हाँसी खुसी रहनु सधैँ मिलेर बस्नु एकअर्कामा माया यस्तै सदाभर रहिरहोस् ल अब केक खाम होइन आमाहरूलाई नि केक दिउँ लुगा फेर्दा भएन अब फेरौँ त्यसमा मान्छेलाई कहाँ के हुन्छ कहाँबाट आइपुग्यो चाहिँ थाहै नपाइकन काम छैन पुग्दै एकछिन म एउटा कुरा भन्छु भन तिमी केक देखाएर एकछिन बल्ल यतिको बनाएको के भन्नु छ मम्मी ड्याडीको बारेमा लो एनिभर्सरी स्पेसल अब म त बिहानै गरेको छुइनँ त्यही भएर मलाई थाहा छैन भन्नु मुस्किल हुन्छ दुईजना होइन मिलेर बस्न अनि त्यही पनि यत्रो मम्मी कति वर्ष भयो 24 वर्षसम्म एउटै छतमुनि मिलेर बस्नु 26 वर्ष त कति वर्ष भएपछि 22 होइन गाह्रो हुन्छ नानी तिमीलाई म चाहिँ खासमा के भन्न आएको भने यो केक हेर्नु न गाइजहरू जेन्डर रिभिलको केक जस्तो छ हौ पुरा के अरे ब्लू अनि पिङ्क आज जेन्डर रिभिल होइन केक ल्याउन चाहिँ पाइदियो म र भाइ गएको थियौँ अब के गर्नु यस्तै थियो स्टकमा अभाइलेबल त्यही भएर हाम्रो अब बर्थडे अरे एनिभर्सरी सम्पन्न भइसकिसक्यो होइन म यहाँ टक्क हजुरबा खाँदै हुनुहुन्छ मासु भुजा खोक अनि हामी पनि खाने अब मम्मी गाडी दिन जानुभएको छ ड्याडी ब्याक टु ड्याडी केही काममा भइसक्नुभयो त मकै चाहिँ मेसिन घुमाएर मकै छोड्यो भने अब लगभग सकियो अब खाने अनि त्यस पछाडि जाने हो घर थ्याङ्क यू गाइज थ्याङ्क यू फर वाचिङ अनि लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला मन परेमा या केही सुधार गर्नु परेमा केही प्रतिक्रिया छ भने कमेन्टमा छोडिदिनु होला थ्याङ्क यू